कर्मचारीले संसदलाई कसरी बनाए बेवकुफ? जनताको सार्वभौम संसदको निर्णयमाथि कर्मचारीले कसरी खुल्ला चुनौती दिन्छन् भन्ने उदाहरण बनेको छ संघीय निजामती सेवा विधेयक। संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर अनुमोदनका लागि संसदमा पेश भएको उक्त विधेयक कर्मचारीले कसरी छलछाम गरेर आफ्नो पक्षमा पारेका रहेछन् भन्ने कुरा यो प्रकरणबाट थप उजागर भएको छ। विधेयकमा उल्लेख भएको कुलिङ अफ पिरियडको 2 वर्ष प्रावधानलाई जस्केलाबाट परिवर्तन गरेर संसदलाई बेवकुफ बनाउँदा यति बेला राजनीतिक वृत्तमा हंगामा मचिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पास भएको विधेयकमा सरकारी सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले 2 वर्षसम्म कुनै सरकारी पदमा नियुक्ति दिन नपाइने व्यवस्था गरिएको थियो। तर प्रतिनिधि सभाले पारित गरेको विधेयकमा सुटुक्क चोर बाटोबाट बाहेक भन्ने शब्द थप गरिएको छ। बाहेक शब्द थपेर मुख्य सचिव, सचिव र सहसचिव जस्ता उच्च पदस्थ कर्मचारीलाई उक्त प्रावधानबाट उन्मुक्ति दिने प्रयास गरिएको छ। समितिले पास गरेर संसदमा पेश गरेको विधेयकको दफा 82 को उपदफा 4 मा निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन भन्ने उल्लेख छ। तर संसदले पास गरेको विधेयकमा दफा 5 को क मा संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था गरिएको छ। समितिको प्रतिवेदनमा उल्लेख नभएको बाहेक शब्द कर्मचारीले अन्तिममा घुसाइदिएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सूरज कुमार गुराका अनुसार कानुनका सहसचिव र सामान्य प्रशासन मन्त्रालयका सहसचिवसँग बसेरै प्रतिवेदन बनाउँदा विधेयकमा हेराफेरी भएको हो। भाषा राम्रोसँग नहेर्दा त्रुटि भएको उनले स्वीकार गरेका छन्। सतही रूपमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव र कानुन सचिवलाई दोष देखाए पनि उच्च पदस्थ कर्मचारीहरूले नियोजित रूपमा संसदको समितिलाई बदनाम गर्न र आफू अनुकूल निर्णय गराउन यो ग्रान्ड डिजाइन तयार पारिएको हो भन्नै पर्छ। यसका सिन बाहिरका खेलाडीहरूमा संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डे, मुख्य सचिव एकनारायण अर्याल, सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, कानुन सचिव पारेश्वर ढुङ्गाना हुन् भन्नलाई धक मान्नै पर्दैन। किनपनि यी भित्री खेलाडी हुन् भने यो विधेयक रोक्नलाई उनीहरू शीर्ष नेताका घरमा देउसी खेल्न पुगेकै थिए। कर्मचारीले गरेको यस्तो फटाई यो पहिलो पटक भने होइन। 2082 वैशाख 17 गते प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकीकरण हुँदै थियो। सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काठमाडौँमा कृत्य पत्र पठाएका थिए। निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकाश भएको मितिले 2 वर्ष अवधि पूरा नभइकन कुनै संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भने हामीले उल्लेख गर्यौं। त्यही मूल मर्म थियो। त्यसको मुनि एउटा दफा थपिएर सदनमा गएको पछिबाट गएको हामीले फेला पार्यौं। यो कसको गल्तीबाट भएको छ, कसले गर्यो, त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। आजै हामीले कानुन र सामान्य प्रशासन मन्त्रालयका साथीहरूलाई पनि आमन्त्रण गरेका थियौँ। उहाँहरू उपस्थित हुनु भएन। हामीले बोलाउँदा सभामुखमा बोलाउँदाखेरि पनि यो गम्भीर ठुलो संसदमाथिको ठुलो प्रहार हो। यत्रो ठुलो मिस्टेक कानुन बनाउने कुरामा कहीँ हुँदैन। त्यसमा हामी चाहिँ छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौँ र यसलाई छानबिन गरेर म आफै माथि पनि छ भने यो कानुन निर्माण करिब समाप्त भएको अवस्था हो। कानुन निर्माणको प्रक्रिया लामो सहमतिको विषयमा कसरी परिवर्तन भयो छानबिन हुनुपर्छ। हामीले धेरै पहिलादेखि चाहिँ गरेका थियौँ। छानबिनमा कारबाही यदि मेरो पनि दोषी देखियो म आफू पनि कारबाहीको दायरामा आउन चाहन्छु। यसमा सभामुखलाई नै छानबिनका लागि आग्रह गरेका छौँ।